अब हामी चाहिँ तेल रेडी गर्दैछौँ। यहाँ हामी अब प्याज कटिङ गर्दैछौँ। आज लो माछाको लोको लागि भनिन्छु, ज्वाइनी भनिन्छु भन्छ। माछाको लो मैले अलरेडी यसको पित्तहरू पनि फ्याकेर मजाले रिफ्रेस गरेर राखेको छु। अनि यसको सँगसँगै हामीले यहाँ तेल पनि तताइसक्यौँ। यसमा चाहिँ अब यसको आफैले फ्याट निस्किन्छ भनेर अलरेडी कम्ती तेलमा हल्का जिरा पड्काउने, यो चाहिँ हामी प्राय जस्तो हामी आदिवासीहरूले खाने गर्ने हुन्छ। यसलाई चाहिँ हाम्रो दबाईको रूपमा मानिन्छ। लाइक अब प्रेसरहरू जसको हुनुहुन्छ अनि खुनलाई पनि अलिक सफा गर्ने काम गर्छ। यस्तो सोच्दाखेरि यो माछाको लो अलिकति अनहेल्दी भन्ने हुन्छ, तर गाइस यसमा पनि धेरै फाइदा छ। अनि त्यसमा हामीले हाल्यौँ प्याज। यसलाई धेरै ब्राउन गर्ने होइन, हल्का ब्राउन भयो भने माछाको लो हाले पछाडि चाहिँ अनि माछा सँगसँगै यो प्याजको पनि ठिक्क ब्राउनिस भयो भने माछाको फ्याटले धेरै टेस्ट आउने हुन्छ गाइस। सँगसँगै हामीले प्याजसँगै पिरो पिरो खोर्सानी जति मन लाग्छ त्यति पोर्सन हाल्नु सक्नुहुन्छ। त्यो पनि होइन, हल्का ब्राउनी जस्तो मात्रै गर्ने यसलाई निकाल्छ। अनि त्यसै गरी हामीले माछाको लोहरू जो मैले अलरेडी रिफ्रेस गरेर राखेको थिएँ, मतलब पखालेर राखेको थिएँ, यसलाई हामीले एड गर्छौँ। हाल्दैमा यत्रो मिठो बास्ना आइसक्यो गाइस। अब के गर्नु, हजुरहरूले पाउनु भएन यसको स्वाद, त्यही भएर घरमा चाहिँ ट्राई गर्नु होला। यो सँगसँगै हामी धेरै ठुलो होइन, सानो टमाटर हाल्ने। अब जस्तो सागहरू भयो, जस्तो अरू सब्जीहरू भयो, अलिकति त्यसको क्वान्टिटी लो हुँदै जान्छ नि त। त्यही अनुसारले आफूले आइडिया अनुसार हामीहरूले नुन हाल्नुपर्ने हुन्छ, नत्र अगाडि त धेरै देखिने जस्तै हुन्छ, तर बादमा चर्को हुन्छ नि त। चलाउने यसलाई यति बेला बेलामा चलाउनुपर्छ गाइस। यसकै पानी निस्केको हो। यो बादमा यो पानी सुक्यो भने यसको फ्याटहरूको कारणले हजुरलाई यम्मी देख्ने हुन्छ। बोल्नै आएको छैन, चिन्दैछ। हेर्नुहोस् गाइस, यसको बिस्तारै फ्याट निस्किँदैछ। लोगो तेल आयो भने चाहिँ तातो गरेर चाहिँ सोच्दा हुन्छ।
पनि फ्याट थियो हामी अब अलिकति रिन्स गर्छौँ यो फ्याटलाई एस यू अल नो गाइज कि माछामा हामी प्रोटिन धेरै मात्रामा पाउँछौँ भनेर स्पेसली छोरी मान्छेले माछा चाहिँ धेरै खानुपर्ने हुन्छ एज वेल यसको मैले जति पनि त्यो नेगेटिभ फ्याटहरु थियो मैले यो रिन्स गरिसके अब यसलाई एकछिन फेरि पकाउने हो अब यसरी पकाला अब यो कम्ती तेल छ नि अब मिठो हुन्छ ठुली बेटा गरिसिनुहोस् न एकचोटि मात्रै यस्तो त डर भएर मात्रै यस्तो खोल्छु अहिले सी नेगेटिभ फ्याट त्यसमा हामी धनियाँको पत्ता हालेर यो सबै अर्ग्यानिक गाइस खुर्सानीदेखि लिएर टमाटरदेखि लिएर लसुनदेखि लिएर धनियाँदेखि लिएर सबै अर्ग्यानिक गाइस हल्का धनियाँ हालेर माथिबाट हामी गार्निस गरिदिने गर्छौँ Now it's just ready for serve. Ready to serve.